नमस्ते दर्शकबिन, यहाँलाई स्वागत छ मिस्टर फजिमटारे युट्युब च्यानलमा। आज म घुम्दै र फिर्दै आज यो हरियो हरियो धानबारीमा आएको छु। दर्शकबिन, तपाईले हेर्न सक्नुहुन्छ मेरो वरिपरि पुरै धानबारी रहेको छ। म धानबारीको बीचमा हिँडिरहेको छु। यहाँ चाहिँ एउटा कच्ची बाटो रहेको छ। यो धानबारीबाट जाने बाटो हो र वारिपारी चाहिँ धानको खेत रहेको छ। धान पनि मजाले पाकिरहेको छ दर्शकबिन, काट्ने बेला भएको रहेछ अनि पानी पनि सिमसिम परिरहेको छ, झरी हालिरहेको छ। यस्तैमा म आज टुप्लुक्क आइपुगे घुम्नको लागि धानको खेत बारीमा र तपाईँ मेरो साथमा हुनुहुन्छ, मलाई सुन्दै हुनुहुन्छ र अन्तिमसम्म भिडियो हेर्नुहुनेछ भन्ने पनि आशा लिएको छु। र तपाईहरूलाई अहिले लागिरहेको होला मिस्टर फजिमटारे किन आयो त धानको बारीमा, किन आयो त अरूको खेतमा भन्ने। म चाहिँ आज कुनै एउटा विशेष काम परेकोले म यस बाटो भएर यात्रा गर्दैछु। तपाईहरूले मलाई यात्रामा साथ दिनुहुनेछ भन्ने आशा लिएको छु। सुनसान धानबारी र तपाईँहरूको साथमा म, त्यस कारणले गर्दाखेरि एक्लो भएको कारणले गर्दाखेरि तपाईँहरूसँग कुरा गर्दै गर्दै यात्रा गरौँ भन्ने लाग्यो। त्यस कारणले म तपाईँहरूको माझमा भिडियो बनाएर यात्रा गर्दैछु। मलाई पनि एक्लो फिल नहोस् भन्ने कारणले गर्दाखेरि मैले यसरी भिडियो बनाएको हुँ। यति भन्दै गर्दा तपाईँहरूले यो लोकेसन चिन्नु भइसक्यो होला भन्ने मलाई लाग्छ। त्यही पनि ठिकै छ, म बिस्तारै यसको बारेमा बताउनेछु र तपाईँहरूलाई लाग्न सक्छ किन यो बाटो भएर जाँदैछ त, किन यो बाटो अहिले यस्तो छ, झरी परिरहेको छ, पुरै बाटो हिलामे भएको छ र किन पनि यस्तो बाटोमा चाहिँ यात्रा गरिरहेको छ भन्ने पनि लागेको होला। यस बारेमा म तपाईँहरूलाई बिस्तारै बताउने छु। भिडियोलाई हेर्दै गर्नुहोला र मलाई सुन्दै गर्नुहोला। र तपाईँहरूले मलाई अहिले कुन अवस्थामा हेर्दै हुनुहुन्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ, कृपया कमेन्ट गर्नुहोला। भनेर भन्दै गर्दा यहाँ बाटोमा चाहिँ यो पानी लानको लागि बनाएको कुलो रहेको छ। यो कुलोबाट चाहिँ धानबारीमा पानी लगिन्छ। र म यो हिँड्दै गर्दा कहाँ आए त यस्तो ठाउँमा, त्यहाँ तल बाँसको झ्याङ पनि रहेको रहेछ, बाटोतिर खोला पनि बगेको रहेछ। अब म कसरी जाने होला त पारिपट्टि, म सही बाटोमा त हिँडिरहेको छु नि भन्ने पनि मनमा लागिरहेको छ। तपाईँहरूले भिडियोलाई हेर्दै गर्नु होला, म कसरी यो खोला तरेर पारि जानेछु तपाईँहरूलाई म देखाउनेछु भिडियोमा प्रत्यक्ष। मलाई साथ दिनु होला, भिडियोमा बनिरहनु होला। बाटो एकदम हरियाली रहेको छ साथीहरू। म चाहिँ अहिले कच्ची बाटो यात्रा गर्दैछु, तपाईँहरूलाई देखाउँदैछु कसरी हिँड्ने, कसरी यस्तो ठाउँमा चाहिँ आएर हामीले यात्रा गर्न सकिन्छ। तपाईँहरूलाई म भिडियोमा प्रत्यक्ष देखाइरहेको छु, तपाईँहरूले हेरिरहनु भएको छ भन्ने आश लिएको छु। हरियाली वातावरणसँग कसरी रमाउने, प्रकृतिसँग कसरी रमाउने भन्ने बारेमा आजको भिडियो हो। तपाईँहरूले हेरिरहनु भएको छ र म चाहिँ यहाँ बाँसको झ्याङ नजिक आएको छु। यहाँ चाहिँ एउटा खोला रहेको रहेछ। अहिले चाहिँ पानी परिएको कारणले गर्दाखेरि खोला निकै बढिरहेको होला, वा कसरी तर्ने भनेर म यहाँ दिमागमा आइडिया लाउँदैछु। तपाईँहरूले भिडियोलाई हेर्दै गर्नुहोला। यो खोला रहेको छ साथीहरू, खोला आएको छ, खोला एकदम बढेको रहेछ, पानी बगिरहेको छ मजाले। यो पानी चाहिँ ठ्याक्कै यहाँबाट बगेर चाहिँ तल नदीमा गएर मिसिन्छ अनि अझ ठुलो भएर नदी बग्नेछ। र खोलामा कलकल पानी बगिरहेको छ। पानी चाहिँ अलिकति हल्का हल्का धमिलो पनि रहेको छ, किनभने पानी लगातार परिरहेको कारणले गर्दाखेरि यस्तो भएको पनि हुनसक्छ। खोला खासै ठुलो रहेको रहेनछ, त्यही पनि हामीलाई तर्न चाहिँ गाह्रै हुन्छ, किनभने हामीले जुत्ता लगाएका छौँ। यो जुत्ताले कसरी तर्ने होला भनेर चाहिँ मनमा उब्जिरहेको छ। हामी पनि जसरी पनि अब यो बाटोको यात्रा भएर जानुपर्ने भएको कारणले तर्नै पर्ने हुन्छ। म चाहिँ यो पानीमा लागिहालेँ है, ल जुत्ता पानीमा चुबाल्दै म चाहिँ लागेँ, किनभने अब के गर्ने, यस्तै यो झरीको टाइममा अलिअलि त भिज्निहाल्छ। अब पानीदेखि अब डराएर बसियो भने कसरी चाहिँ यात्रा गर्न सकिन्छ भनेर चाहिँ मजाले पानी यहाँ भिजी भए पनि म चाहिँ पारी तरिहालेँ। हेर्नुहोस् बाटो यसको अवस्था यस्तो रहेको छ, पुरै हिलोमी पानी परिरहेको छ, झरी परिरहेको छ, त्यही कारणले। र कच्ची बाटो पनि हो र बाटो चाहिँ एकदम शान्त रहेको छ साथीहरू। एकदम मन शान्त हुने ठाउँ रहेको छ, कुनै होहल्ला नभएको, शान्त बस्न मन पराउनेहरूको लागि मजाले आउन सक्नुहुन्छ। र आउनुहोस् त, मैले भनिहालेँ। अब तपाईँहरूलाई लाग्यो होला कसरी आउने, कुन बाटो भएर आउने, कहाँ छ यो लोकेसन भन्ने पनि लाग्यो होला। म तपाईँहरूलाई बताउँदैछु, कृपया ध्यान दिएर सुन्नु होला। यो चाहिँ
हाम्रो धादिङ जिल्ला र गोर्खा जिल्लाको बिचमा रहेको यो फाँट हो। यहाँ चाहिँ खेतबारी एकदम रहेको छ। यहाँ चाहिँ एकदम धान फल्छ किनभने यहाँ पानीको मात्रा एकदम पाइन्छ। त्यस कारणले गर्दाखेरि र यो झाडी देखाएर कसरी धान फल्छ भनिरहेको छ भनेर तपाईँहरूलाई मनमा लाग्यो होला। धान फल्ने चाहिँ बारीमै हो साथीहरू। मैले अगाडि तपाईँहरूले भिडियो स्किप नगरी हेर्नुभएको छ भने तपाईँलाई थाहा हुनेछ। म धान बारी हुँदै यात्रा गरिरहेको छु। यहाँ चाहिँ म अहिले खोलामा आइपुगेको छु। त्यस कारणले गर्दा यहाँ अलिकति बाटोमा वरिपरि झाडी रहेको छ। र योभन्दा अलिकति अगाडि गएपछि फेरि धानको खेत भेट्न सक्नुहुनेछ। तपाईँको दिमागमा अनेक कुरा खेलिरहेको छ र तपाईँको दिमाग एकदम तातिरहेको छ, टेन्सन भइरहेको छ भने तपाईँ यस्तै शान्त एरियामा गएर एक्लै यात्रा गर्नुहोस् र तपाईँको मन शान्त हुनेछ, दिमाग पनि शान्त हुनेछ। तपाईँको त्यो तातिरहेको दिमागबाट नकारात्मक कुराहरू चाहिँ हटेर जानेछ र सकारात्मक कुराहरू चाहिँ तपाईँको दिमागमा आउनेछ। नयाँ नयाँ योजनाहरू तपाईँको दिमागमा खुल्नेछन् र तपाईँको माइन्ड पनि फ्रेस हुनेछ अनि तपाईँ चाहिँ आफ्नो कामहरू मजाले एक्टिभ भएर गर्न सक्नुहुनेछ। म चाहिँ मेरो मनमा टेन्सन भएको बेला र दिमाग रन्किरहेको बेला चाहिँ यस्तै ठाउँमा गएर एक्लै यात्रा गर्ने गर्छु र मेरो मनलाई शान्त पार्ने गर्छु। म चाहिँ प्रकृतिसँग एकदम रमाउने मान्छे र तपाईँहरू चाहिँ के गर्नुहुन्छ त आफ्नो रिस राग पोख्नको लागि, त्याग्नको लागि म चाहिँ यसै गर्ने गर्छु। प्रकृतिसँग रमाउने गर्छु, शान्त एरियामा गएर बस्ने गर्छु र नेचरहरू हेर्ने गर्छु। हरियाली वातावरण छ, एकदम शान्त एरिया छ। यस्तो ठाउँमा गएर बसियो भने मनमा भएको टेन्सनहरू सबै हटेर जानेछ। तपाईँलाई मेरो विचार कस्तो लागिरहेको छ कृपया कमेन्ट गर्न सक्नुहुनेछ। र म फेरि पनि यो झाडी कटेर चाहिँ फेरि पनि म धानको बारीमा आइपुग्न लागेको छु साथीहरू। फेरि म तपाईँहरूलाई धान बारी देखाउने छु। अघि पनि मैले सुरुमा तपाईँहरूलाई धानको खेतबारी हुँदै मैले यात्रा गराएको थिएँ। फेरि पनि अब यो खोला कटेपछि झाडी कटेर फेरि पनि धानबारी आइपुग्न लागेको छ। यो चाहिँ मैले फेरि पनि भन्न चाहन्छु धादिङ जिल्ला र गोर्खा जिल्ला बिचमा रहेको एउटा फाँट रहेको छ। यहाँ चाहिँ यो रहेको यो खेतबारी हो जहाँ चाहिँ धान फलिरहेको छ। अहिले कुनै ठाउँमा हरियाली र पनि धान र छ र कुनै ठाउँमा पाकिसकेको पनि छ र कुनै ठाउँमा धान चाहिँ काटिसकेको पनि छ र काटेर चाहिँ बिरुवाहरू पनि सारिरहेको देख्न सकिन्छ। तपाईँहरूलाई म अहिले देखाउनेछु भिडियोमा। त्यहाँ अगाडि चाहिँ एउटा बारीमा चाहिँ जोतेर हाते ट्र्याक्टर पनि अगाडि बारीमा अड्डाइरहेको छ। तपाईँलाई म अहिले प्रत्यक्ष देखाउनेछु। तपाईँले अलिअलि सानो देखिरहनु भएको होला। अहिले त्यहाँ नजिक गएपछि तपाईँले प्रत्यक्ष देख्न सक्नुहुन्छ। बाटो लगातार झरी परेको कारण चाहिँ हिलाम्मे छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो म चाहिँ यो अघि मैले देखाएको बारी नजिक आएको छु। यहाँ चाहिँ एउटा बारी चाहिँ धान काटेर जोतेर चाहिँ यहाँ बिरुवा सारेको रहेछ र छेउमा चाहिँ हाते ट्र्याक्टर अडिरहेको छ। अघि त्यहाँ परबाट देखेको यो सानो हाते ट्र्याक्टर चाहिँ अहिले यहाँ नजिकबाट प्रत्यक्ष देख्न सक्नुहुन्छ। र यो छेउमा चाहिँ बाटो रहेको छ र वरिपरि बारी रहेको छ, खेतबारी जहाँ चाहिँ धान फल्छ अगाडि र धान फलिसके पछाडि धान काटेर चाहिँ अन्य बिरुवाहरू रोप्ने गरिँदो रहेछ। र बाटो एकदम हिलामे छ, पानी जमिरहेको छ, हिलो छ, लेउ लागिरहेको छ, झार पलाइरहेको छ किनभने यो पानी परेको टाइमले गर्दाखेरि यस्तो भएको। त्यही पनि मेरो यात्रा रोकिएको छैन किनभने तपाईँहरूको साथ मलाई छ। म तपाईँहरूको साथमा यात्रा गरिरहेको छु। बाटो एकदम जोखिम छ, हिलामे छ, त्यही पनि म तपाईँहरूको साथमा यात्रा गरेर रमाइरहेको छु। वातावरण एकदम हरियाली रहेको छ र आकाश चाहिँ अलिकति बादल लागिरहेको छ किनभने पानी पनि परिरहेको छ, झरी परिरहेको छ। त्यस कारणले गर्दाखेरि यस्तो वातावरण भएको हो। र यहाँ चाहिँ एउटा अम्बाको बोट पनि रहेको रहेछ यो छेउमा र बाटो चाहिँ यही हो, तपाईँहरूले देखि नै हाल्नुभयो। र यहाँबाट अलिकति वातावरण राम्रो देखेको छ। पारिपट्टि तपाईँले देख्न सक्नुहुन्छ त्यो चाहिँ कृष्ण भिर हो जहाँ चाहिँ गाडीहरू गुडिरहेको छ। तपाईँले अलिअलि देख्नुभएको होला, अलि यहाँ बादल लगाइरहेको छ, हुस्सु लागेको छ, त्यो कारणले गर्दा राम्रो देखेको छैन। र यही हो धानबारी हो। म धानबारीमा आज हिँडिरहेको छु र तपाईँहरूलाई पनि धानबारी मैले घुमाइरहेको छु। मजाले धानबारी घुम्नु होला, आफ्नो आँखा सेक्नु होला, हरियाली वातावरणको मजा लिनु होला भन्दै मेरो साथमा यात्रा गर्नुहोस्।
बाटो यही हो साथीहरू, एकदम हिलाम्मे छ, घारी छ। धान एकदम मजाले फलेको रहेछ फाँटमा। र यहाँ के भएको, यो धान चाहिँ कसले माडेको, यस्तो आफै ढलेको हो कि कसरी मान्छेले माडेको हो कि कसरी यो चाहिँ भएको छ यस्तो। पुरै यो आधी धान चाहिँ एकदम भुइँमा सुतिरहेको छ। कोही आएर माडेको के हो, कोही रातभरि आएर माडे जस्तो छ। यो के हो यस्तो यो अवस्था, कोही मान्छेले त होइन नि यो। र एउटा चाहिँ यो मकैबारी तेराम भन्ने गीत चाहिँ भाइरल भएको थियो, त्यस कारणले चाहिँ हो नि यो माडीको धानबारीवाला पार्ट त निस्किन लागेन नि। ल हेर्नुहोस् त, पुरै धान माडिएको छ, सोत्तर भएको रहेछ। धानबारी चाहिँ मजाले माडेको रहेछ है। आफै ढलेको हो कि यो कसैले माडेको हो कि के हो बुझ्न सकिरहेको छैन। धान चाहिँ मजाले पाकेको छ। अब यो काट्ने बेला पनि भयो होला। अब काट्दा एकदम राम्रो हुन्छ, नत्र फेरि झरी यसै परिरह्यो भने धान बिग्रिन सक्छ। तपाईँलाई मैले देखाएँ धान पनि माडिएको रहेछ। यो बिचमा चाहिँ एउटा ट्याङ्की रहेको छ साथीहरू, यो पानी जमाएर यही धानबारीमा हाल्नको लागि बनाएको ट्याङ्की होला सायद। र पारिपट्टि चाहिँ यो कृष्ण भिर हो, जहाँ चाहिँ गाडीहरू गुडिरहेको छ। उसु पनि लगाइरहेको छ, हरियाली जङ्गल पनि रहेको छ, तलपट्टि भिर पनि रहेको छ। बाटो यही हो साथीहरू, म यही बाटो भएर अहिले चाहिँ यात्रा गरिरहेको छु। वरिपरि धानबारी नै धानबारी रहेको छ, तपाईँले पत्ता चाहिँ देख्न सक्नुहुन्छ। बाटोमा पानी जमिरहेको छ साथीहरू, हामीलाई हिँड्न चाहिँ निकै मुस्किल परिरहेको छ। त्यही पनि हामी यात्रा गरिरहेका छौँ, रोकिएका छैनौँ। तपाईँहरूको लागि भिडियो बनाइरहेका छौँ। धानबारी चाहिँ यही हो, हरियाली छ, कतै चाहिँ पाकिसकेको छ, कतै काट्ने बेला भएको छ, कतै काटिरहेको पनि छ। तपाईँले देख्न सक्नुहुन्छ बाटोको अवस्था चाहिँ गाडी भइरहेको छ र पानी पनि बिचमा दुईपट्टि साइडमा पानी जमेको रहेछ। यो हामी चाहिँ बिचमा यो हिँडिरहेको छौँ, यो झाडी माथि। हामी चाहिँ अब हिँड्दै निकै पर आइसकेका छौँ। हामी कहाँ आइपुग्यो भन्ने कुरा अत्तपत्ता छैन। त्यही पनि हामी यात्रामा लागिरहेका छौँ। धानबारी पुरै यो फाँटैभरि धानै धान रहेछ। यो बाटो सायद यो धानबारीमै आउनको लागि बनाइएको होला। त्यही पनि हामी कहाँ पुगिन्छ है त साथीहरू। र मैले केही समय अगाडि चाहिँ एउटा सर्ट भिडियो बनाएको थिएँ, जहाँ चाहिँ मैले चुनावको बारेमा एउटा छोटो भिडियो प्रसार गरेको थिएँ। जुन भिडियोमा चाहिँ मैले मङ्सिर 21मा चुनाव हुँदैछ, भोट हाल्न रेडी हुनुहोस् भनेको थिएँ। र अहिले चाहिँ चुनाव चाहिँ मङ्सिर 21 होइन, फागुन 21मा हुने कुरो भइरहेको छ। र तपाईँहरू पनि आफ्नो भोट गर्नको लागि रेडी हुनुहोला। तपाईँहरूले आफ्नो ठाउँमा सही उम्मेदवार चुन्न सक्नुभयो भने तपाईँहरूलाई राम्रो हो, तपाईँहरूलाई सहज हुने हो, तपाईँहरूको काम नै छिटो छरितो हुने हो। आज म चाहिँ यो गोर्खा जिल्लाको धानबारीको फाँटमा हिँडिरहेको कारणले गर्दाखेरि यतिको कुरा गरौँ। योभन्दा अगाडि चाहिँ यो क्षेत्रमा चाहिँ नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहिँ यो ठाउँबाट चुनाव जित्नुभएको थियो। र योपालि चाहिँ के हुन्छ थाहा छैन, जे पनि हुनसक्छ। जे पनि किन हुनसक्छ भन्दाखेरि योभन्दा अगाडि हाम्रो जेएनजी भाइ बहिनीहरूको एकदम आन्दोलन भएको थियो। त्यस कारणले गर्दाखेरि यहाँ मत जे पनि हुनसक्छ, नयाँ पार्टीहरूको उदय पनि हुनसक्छ र पुरानो पार्टी पनि आउन सक्छन्। यो अहिले भनिरहने कुरा भएन, भन्न सक्ने अवस्था पनि रहेको छैन। जनताले जसलाई चाह्यो उही आउने हो। र म तपाईँहरूलाई चाहिँ यो भिडियो मार्फत यति मात्रै भन्छु कि तपाईँहरू आफ्नो ठाउँमा चाहिँ सही उम्मेदवारलाई चुन्नुहोला र भोट गर्नुहोला, जिताउनु होला। र म यो हिँड्दै गर्दा कहाँ आएँ त यस्तो, यहाँ अगाडि एउटा मोटरसाइकल पनि रोकेको रहेछ। सायद म जस्तै यो हरियाली वातावरणमा घुम्न आएको होला। म पनि आज
धान खेतबारीमा निस्किएको छु घुम्नको लागि, मन शान्त गर्नको लागि। र वरिपरि एकदम धानको फाँट रहेको छ, धान फलिरहेको छ, कतै धान काटिसकेको पनि देख्न सकिन्छ, धान कतै पाकिरहेको छ, कतै हरियाली पनि रहेको छ। यो अगाडि चाहिँ धान काटिसकेको रहेछ यो खेतमा, त्यहाँ सायद धान पनि सुकाइरहेको होला। तपाईँलाई म अहिले देखाउने छु नजिक गएर। म जाँदैछु, बाटो हेर्नुहोस् पानी जमेको छ दुईपट्टि। म यो बिचबाट हिँड्दै यो वरिपरि के हो यस्तो, यो धान पनि पाकेको छ, बिचमा धान काटेको रहेछ, पानीले भिजेर धान चाहिँ नित्रुकै भएको रहेछ। र वरिपरि केराको बगान पनि रहेको छ, पक्कै पनि केरा मजाले फलेको होला। र यहाँ चाहिँ धान काटेको रहेछ है ल साथीहरू, धान काटेर सुकाएर रहेछ, पानीले भिजेर नित्रुकै भएछ। यो पानीले भिजेको छ धान, अब यसलाई सुकाउन निकै गाह्रो हुनेछ, घाम पनि त्यति साह्रो लाग्दैन। धानको खेतमाथि तपाईँले पानीको आहाल देख्न सक्नुहुन्छ बाटोमा। र धानको खेतभन्दा माथिल्लोपट्टि फेरि पनि यहाँ पनि धान माडेको रहेछ। यो आफैले माडेको हो कि के हो भने आफै ढलेको कुनै के हो यो म बुझ्न सकिरहेको छैन। र तल्लोपट्टि चाहिँ यो धान काटेर सुकाएको रहेछ र पानीले भिजेर पुरै कालामै भएको छ। यो अब कसरी सुकाउने हो पनि थाहा छैन। यो पुरै यो यहाँको बारी चाहिँ पुरै धान काटेर धान सुकाएको रहेछ र अब पानीले भिजेर हेर्नुहोस् त पुरै नित्रुकै सुरुमै बनाएको छ पानीले, पुरै धान कालामै भएछ। अब यो धान कसरी सुकाउने कसरी, अब तपाईँले यहाँ प्रत्यक्ष देख्न सक्नुहुन्छ धान बारीमा पानीले भिजेर यो धान चाहिँ एकदम भिजेको छ, कालो भएको छ। अब यो सुकाउन निकै गाह्रो हुनेछ। वरिपरि केराको पनि बगान रहेको छ, केरा एकदम फलेको पनि होला। र बाटो छ बिचमा र वरिपरि पुरै धान बारी रहेको छ। कतै धान काटिसकेको पनि छ, कतै काट्न बाँकी पनि रहेको छ। म चाहिँ यहाँ धान बारीको बिचमा रहेको बाटोबाट एकदम हिँडिरहेको छु, तपाईँहरूलाई भिडियो देखाइरहेको छु। यहाँ चाहिँ पुरै धानबारी रहेको छ, वरिपरि पुरै धानै धान, यो पुरै फाँटभरि धानै धान रहेको रहेछ। र हामी चाहिँ यात्रा गर्दैछौँ, यात्राको क्रममै छौँ, तपाईँहरूलाई भिडियो पनि प्रत्यक्ष देखाइरहेको छु। यो धानबारीको बिचमा चाहिँ यो बाटो हो र यहाँ चाहिँ धान ओसार पसारको लागि बनाएको बाटो होला सायद यो किसानहरूले। र तल्लोपट्टि पनि धानबारी रहेको छ, माथिल्लोपट्टि पनि धानबारी रहेको छ। र यो अगाडि सानो रहेको यो कटेज जस्तो ठाउँ चाहिँ यसको बारेमा म तपाईँलाई बताउने छु। यहाँ चाहिँ हामी केही समय अगाडि भन्दा पनि 2-3 वर्ष अगाडि चाहिँ यो ठाउँमा आएर चाहिँ हामी यो कटेजमा बसेर केही रमाइलो गरी केही मिठो मसिनो खाएका थियौँ। घुम्दै फिर्दै आउँदाखेरि हामी यो कटेजमा बसेर केही मिठो मसिनो खाएर रमाइलो गरेका थियौँ। र मलाई यहाँ अहिले आउँदाखेरि फेरि त्यो सम्झना आयो र मैले फेरि तपाईँहरूमाझ कुरा सेयर गरिहालेँ।
हो हामी चाहिँ कटेजमा आएर चाहिँ केही साथीहरूसँग मिलेर चाहिँ रमाइलो गरेका थियौँ, केही मिष्ट मसिनो खाएका थियौँ र अब त्यो दिन पनि गए, पुरानै भए र फेरि अब आउने मौका मिल्छ मिल्दैन थाहा छैन। यो कटेज यहाँ हुन्छ हुँदैन थाहा छैन। त्यही पनि अब अहिले म यहाँ आइपुगेको बेलामा तपाईँहरूलाई यो कुरा मैले सेयर गरेँ र बाटो यस्तो रहेको छ साथीहरू। अब यो कच्ची बाटो पनि हो, त्यही माथि अब यो वरिपरि गाडी रहेको छ, तल्लोपट्टि धान, माथिल्लोपट्टि धान, बिचमा यो धान बारीको बाटो हो। र यहाँ चाहिँ यो बगेरको बोट हो, यो चाहिँ तपाईँहरूले चिन्नुभएको होला। यो बगेर चाहिँ फल्ने बेला भएको रहेछ, अलिअलि फलेको छ यो मसिनो मसिनो। हेर्नुहोस् त यहाँ मसिनो मसिनो बगेर एकदम फलेको रहेछ। यो पछि चाहिँ यो पाकेपछि एकदम मिठो हुन्छ। मैले धेरै सानोमा खाएको छु र अहिले चाहिँ खान पाइरहेको छैन, नत्र मैले सानोमा धेरै बगेर खान्थेँ, एकदम मलाई मन पर्थ्यो। यो माथि चाहिँ यो के हो भने यो बाटोमाथि धान पनि मारेको रहेछ, धान चाहिँ एकदम सुतिरहेको छ। हेर्नुहोस् त धान। र यो बाटो चाहिँ कच्ची बाटो हो, हेर्नुहोस् त यो पानीले गर्दाखेरि यो ढुङ्गा निस्केको छ। र यो अगाडि यो के रहेछ, यो सानसानो यो सिमेन्टको डिस्को जस्तो देखेको छ, पक्कै यो धारा हुनुपर्छ। यहाँ पनि कसले बनाएको होला धारा, यो सुनसान ठाउँमा कसले पानी खाने होला, त्यही पनि यो बाटो हिँड्ने मान्छेलाई एकदम पानी खाओस् भनेर चाहिँ बनाएको होला। हेर्नुहोस् यहाँ धान पुरै माडेर यो आफै माडेको हो कि मान्छेले माडेको पनि, पुरै धान सोतर भएको छ। र यहाँ चाहिँ यो मान्छेलाई, यो बाटो हिँड्ने मान्छेलाई होला सायद यो पानी खानलाई एउटा धारा बनाएको रहेछ। म नि यहाँ एकछिन पानी खानेछु। तपाईँहरूलाई आज मसँग धानबारी घुमेर कस्तो लाग्यो? मन पर्यो भने कृपया भिडियोलाई लाइक गरी च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई एक सेयर गरिदिनु होला। धन्यवाद। र भिडियोमा केही कमी कमजोरी भयो हामीलाई कमेन्टमा भनिदिनु होला, ताकि हामीले चाहिँ आगामी भिडियो बनाउँदाखेरि त्यसलाई सुधार गरेर अगाडि बढ्न सक्नेछौँ। धन्यवाद।